गाइस वेलकम टु माई न्यू भ्लग। आज चाहिँ गाई ब्याएको थियो। हिजो बेलुका चाहिँ गाई ब्यायो अनि गाईको बाछो चाहिँ यही हो, हेर्न सक्नुहुन्छ। मजाले देखाउनु। यो चाहिँ गाईको बाछो। यो गाई चाहिँ ब्याएको उठ हिजो बेलुका 12 बजी ब्याएको। आज चाहिँ अब तपाईँहरूलाई अस्ति देखाएको गाई आज ब्यायो भनौँ न। आज ब्यायो, दुध पनि दिँदैछ। यो चाहिँ यसको बाछो। ए उठ 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 हेर्नुहोस् न, पुक्लुक पुक्लुक लड्छ। उठ उठ्यो उठ्यो। आइज 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 आइज। बर बिहा छ, यसको चाहिँ आमा हो। यो 11 टनै भएको छ आमा पनि। यो कोराली गाई ब्याएको। हिजो चाहिँ हिजो बेलुका 12 बजी बिहा छ। अनि अघि बिहान चाहिँ यहाँ चाहिँ ब्याएको होइन, खेतमा ब्याएको थियो। अहिले चाहिँ अब घर ल्याएको भनौँ न। अनि अघि बिहान दगो दुध चाहिँ हजुरहरूलाई के बनायो म देखाउँछु ल। यहाँ चाहिँ बिगौती पाक्दैछ गाईको। अब फर्स्ट दिनको दुध चाहिँ यस्तो बिगौती हुन्छ। तपाईँहरूले देख्नु अब अघि बिहानको दुध चाहिँ बिगौती बनाएको। बाछो चाहिँ हेर्नुहोस् न, पुकुए हेलो भन्ने, हेलो गाइस भन्ने, हेलो गाइस भन्ने न, नभन्ने हेलो गाइस भन्ने न। बाछो चाहिँ कति सानो छ भने तारा नि बोक्दा। हेर्नुहोस् न बाछा जस्तै निटा। आमाले छुनै दिँदैन, रिसाउँछ पो त यसले त। यसरी रिसाउँछ नि यो। अब हान्यो तँलाई। हेर्नुहोस् है, ला किन लडाएको? बस्यो गाईको थुन यस्तो छ। हिजो ब्याएको है गाई हो। हिजो 12 बजी मजाको बाछ्यो हौ। ल आजको लागि यति नै गाइस।